आजको बिहानीमा परमेश्वरले तपाईको रोगलाई निको पारिसक्नु भएको छ। तपाईको दुर्बलतालाई उहाँले बलियो बनाइसक्नु भएको छ। तपाईको कमी कमजोरीहरूलाई परमेश्वरले भरिदिनु भइसकेको छ। तपाई निराशमा हुनुहुन्छ, अब तपाईको हाँसोको दिन आज आएको छ। तपाई पीडामा हुनुहुन्थ्यो होला र तपाई परमेश्वरमा रमाउने दिन आज आएको छ। आज परमेश्वरले तपाईलाई यो बिहानीमा परमेश्वरले नयाँ आशा, नयाँ जोश र नयाँ विश्वास परमेश्वरले थपिदिनु भएको छ। अनि यो सुन्दर बिहानी तपाईको लागि हो। यो सुन्दर बिहानी परमेश्वरले तपाईँ हाम्रो निम्ति सिर्जनु भएको हो। भजन सङ्ग्रह 37 को 4 पनि भन्दछ, परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।